लो पेनाल्टी किक नर्दर्न सिक्किमको पक्षबाट 17 नम्बरको सेभ। ओहो सेभ गरिसकेको पनि गोल भए र सेभ गरिसकेको थियो गोलकिपरले, तर गोलमै परिणत हुन पुगे। तरन्जबारीको पक्षमा वीरेनको यो किक गोल। नर्दर्न सिक्किम 11 नम्बरको पक्षबाट यो पेनाल्टी किक आउट गोल। तरन्जबारीका जर्सी नम्बर 4 को पक्षबाट यो पेनाल्टी किक आउट सेभ। सिक्किमको पक्षबाट यो 14 नम्बरको किक गोल। तरन्जबारीको पक्षबाट 19 नम्बरको यो किक दुई सेभ गरिसकेको छ सिक्किम नर्दर्नका गोलकिपरले। सिक्किमको पक्षबाट यो 27 नम्बरको पेनाल्टी किक गोल। र आजको यो क्वार्टर फाइनलको विनर सिक्किमले आफ्नो सेमी फाइनलमा स्थान बनाएको छ।